आदरणीय दर्शकबिन, गत अप्रिल 12 तारिकको दिन यमातै कम्युनिटी हलमा सम्पन्न भएको मूलबाटो साँझको लागि नेपालदेखि आउनुभएका चर्चित गायक राजेश पायल राईज्यू हामीसँग भेट हुनुभएको छ। आउनुहोस् उहाँसँगको छोटो कुराकानी म यहाँहरूलाई अब प्रस्तुत गर्न चाहन्छु। राजेश पायलज्यू, यहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। धन्यवाद। र जेपिटी वेब म्यागजिन हेरिरहनु भएको सम्पूर्ण दर्शकलाई मेरो हार्दिक नमस्कार। यहाँको यो हङकङ 15औं पल्टको भिजिट, साङ्गीतिक भिजिट, यहाँलाई कस्तो अनुभव भइरहेको छ अहिले? एकदमै नौलो भनौँ भने त्यस्तो एक्साइटिङ पनि छैन। युज टु भनौँ भने नि फेरि माया नभएको जस्तो। तर सामान्यतः कलाकारलाई ताली ठाउँ एक किसिमको नौलो अनुभूति नै हुने गर्छ। मेरो 15औं पल्ट भए पनि नौलो अनुभूति, नौलो मान्छेहरूको सँगको भेटघाट, नौलो हल, नयाँ गीतहरूको प्रस्तुतिको कारणले पनि राम्रो अनुभव भइरहेको छ। भनेको सुनिन्छ यहाँको कोरिया पश्चात हङकङ एकदम मोस्ट डिमान्डेड ठाउँ हो। यहाँलाई कस्तो फिल हुन्छ हङकङमा आउँदाखेरि? मोस्ट डिमान्डेड नामले सबै ठाउँ डिमान्ड नै छ मेरो। त्यो भनेर आफूले आफूलाई महान सम्झनु खोजेको पक्कै होइन। तर डिमान्ड नभए अरू देश त्यति खर्च गरे गरी कसैले पनि आयोजकहरूले आर्ट गर्न सक्दैन। त्यही कारणले भर्खर यो महिना 1 महिना अगाडि मात्रै म जापान थिएँ। जापानको धेरै सिटिजहरू 9 सिटिजमा मैले 9 सोज गरेँ। त्यही कारण हरेक ठाउँमा डिमान्ड छ। तरै पनि हङकङमा चाहिँ एक प्रकारले डिमान्ड भन्दा पनि आफन्तहरू एकदमै छुटेको आफन्तहरू मात्रै छन् जस्तो अनुभव हुन्छ। मेरो श्रोताहरू, मेरो दर्शकहरू एकदम भन्ने जस्तो हुँदैन कि मेरो आफन्तहरू चाहिँ यहाँ धेरै छ। किनभने मेरो जिन्दगीको ओभरसिजको कन्सर्ट चाहिँ मेरो हङकङमा भएको थियो। 97 मा यही सेकेन्ड क्याम्पबाट सुरु मेरो सोच भएको थियो। त्यो कारणले हङकङ चाहिँ आफ्नै ठाउँ जस्तो। बरु म खोटाङ जिल्ला आफू जन्मेको ठाउँ 17 वर्षपछि अस्ति भर्खर सो गर्नु गएँ। तर हङकङ चाहिँ 15 पल्ट गइसक्यो। त्यही कारणले आफ्नै ठाउँ आएको छ। समयसम्म बिरामी रहनु भयो? बिरामी त होइन, लामो समय, त्यति ज्यादा हुनु भएन। 4 दिन भन्नको मतलब पनि चर्चा हल्ला बढी भयो। यहाँ बिरामी रहनुभयो। तर बिरामी भएर तपाईँ जब तन्दुरुस्त भएर निस्किनु तपाईँ एकदम चर्चित, झन् ज्यादा चर्चित हुनुभयो। त्यसको रहस्य के होला खास? त्यसको पनि के रहस्य? मलाई त त्यसको पनि रहस्य के हुन्छ? मान्छे बिरामबाट उठ्छ, किन चर्चा हुन्छ? यसको पनि रहस्य होइन। राजेश पायल राई किन यङ भयो? यसको रहस्य मलाई त लाग्दैन। म त युज टु भइसकिसकेँ। म किनभने हरेक कामहरू म पब्लिकको लागि गर्छु। हरेक चिजहरू नेसन्सको लागि गर्छु। हरेक कामहरू मेरो लागि मात्र म गर्दिनँ, आम श्रोताहरूको लागि गर्छु, आम दर्शकहरूको लागि गर्छु। त्यो कारणले किन हरेक चिजहरू चर्चामा हुने गर्छ मलाई थाहा छैन। किन धेरै हल्ला हुने गर्छ त्यो पनि थाहा छैन। मैले व्यक्तिगत ड्रिङ्क्स खान्थेँ, व्यक्तिगत म स्मोकिङ गर्थेँ, त्यसमा पनि धेरै हल्ला हुन्थ्यो। मैले अहिले खानै छोडिदिएँ, त्यो पनि हल्ला हुन्छ। होइन, किन हुन्छ मलाई थाहा छैन। जस्तो अनि मैले भर्खरै पत्रिकामा पढेको थिएँ कि राजेश पायल राईले सङ्गीत गरेको र गाएको एउटा फिल्म चाहिँ त्यही गीतको कारणले हिट भयो भन्ने सुन्न आयो। भन्नाले त्यसको बारेमा हाम्रो दर्शकबिनहरू त्यति जान्नुहुन्न, त्यसको बारेमा थोरै जानकारी दिनुहोस् न। प्रदीपजी यो सही सुन्नुभयो। चलचित्र सिलसिला थियो। चलचित्र सिलसिलामा धेरै नायकहरू हुनुहुन्छ। भन्नाले विराट भट्टजी हुनुहुन्छ, राजजी हुनुहुन्छ, रेखा थापाजी हुनुहुन्छ, नयाँ नायिका सनियाजी हुनुहुन्छ। तरै पनि सागर सरी चोखो माया तिमीलाई दिउँला, तिम्रो नभए मरेछु भने, अर्को जुनी दिउँला भन्ने बोलको गीत चाहिँ अत्याधिक मात्रामा डिमान्डेड, रिङटोन डाउनलोड भएको गीत। यो वर्षभरिको सर्वोत्कृष्ट रिङटोन डाउनलोड भएको गीत र सर्वाधिक रुचाएको गीतले गर्दा पनि त्यो फिल्मको गीत भयो। मलाई खुसी लागेको छ एउटा गायकले, एउटा गीतले पनि फिल्महरू हुँदा रहेछन्। त्यो उदाहरण राजेश पायल राईको गीत मार्फत चलचित्र सिलसिलाले देखायो। मलाई त एकदमै खुसी लागेको छ र जसले मेरो प्रतिको माया देखाइदिनु उहाँहरूलाई म धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु। राजेश पायल राईको गीतहरू हुन्छ नि, बैगुनी, निष्ठुरी, त्यस्तोबाट सुरु हुन्छ र त्यो गीत हिट नै हुन्छ। खास किन राजेश पायल राईको जीवनसँग मेल खाने हुन्छ कि खास के कारणले? प्रायः तपाईँको बैगुनी, निष्ठुरी भन्ने गीतहरू हिट भइरहेको छैन अहिलेसम्म।
त्यो सही हो। अहिलेको मेरो गीतको इतिहास पल्टाउने हो भने त्यो निष्ठुरी बैगुनी शब्दहरू युज गरेका शब्दहरू हेर्दाको प्रमाण प्रशस्तै मात्रामा मेरो करियरमा भेट्न सकिन्छ। किन भइरहेको छ त्यो पनि मलाई थाहा छैन। जस्तो बैगुनीले छाडेपछि कसको के नै लाग्छ र धोका खाने मायालुलाई कसलाई रहर जान्छ र यो भयो निष्ठुरीलाई माया गरी आफैलाई जोगी बनावा बैगुनी रहेछ मायालु मिठो बोली बोल यो भाव निष्ठुरी माया सबै यस्तो गीतहरू किन हिट भइरहेछ। आम श्रोताहरूले दर्शकहरूले राजेश पाल राईबाट दुखान्तको गीतहरू नै सुन्न लाग्नुहुन्छ होला, त्यही कारणले यस्ता गीतहरू हिट भइरहेछ होला। जस्तो एउटा भनाइ छ नि, आइमे केटी मान्छेसँग उमेर नसोध्नु, केटा मान्छेसँग स्यालेरीको नसोध्नु स्यालेरी। जस्तो म तपाईँसँग कति कमाइ हुन्छ सोध्दिनँ, तपाईँको उमेर चाहिँ कति भयो होला? सोध्नु सबै तपाईँको उमेर कति भयो? सबै सोध्नुहोस् पहिले। उमेर बताइदिनुहोस् न। उमेर म 33 वर्ष पुग्यो। 33 वर्ष पुग्नु भयो होइन? जस्तो तपाईँको अहिलेसम्म विवाह भएको छैन। जस्तो हाम्रो नेपालमा राजेश नाम भएको सेलिब्रिटिजहरूको चाहिँ विवाह नहुने हो कि खास तपाईँको अब कुनै ट्रेजेडी त्यस्तो स्टोरी भएर बिहा नभएको कि? राजेश भन्ने बित्तिकै बिहा हुँदैन भन्ने पनि गलत होला। कतिपय राजेशहरूको छोराछोरी नाति नातिनी होला होइन, तर हामी दुईजनाको कुरामा चाहिँ त्यस्तो भइरहेको छ। समय बस मिल्नु गएको मात्रै। राज समालजीले किन गर्नु भएन म थाहा छैन, तर मेरो विषयमा चाहिँ सानो एजमा हिट भयो या त दर्शकहरूको माया पाइयो। सानो एजमा हरेक ठाउँहरू घुम्दै डुल्दै कन्सर्ट गर्ने क्रममा गइन्छ पुगिन्छ। त्यो कारणले कहीँ कहीँ माया बस्नु खोज्छ, अनि फेरि कन्सर्टको सिलसिलामा अरू ठाउँ पुग्नु पर्ने हुन्छ, त्यो माया बिर्सिँदो रहेछ होइन। र कहिलेकाहीँ चाहिँ व्यस्तता अति नै व्यस्तताको कारणले अनि घरमा पनि के चिज हुन्छ कहिलेकाहीँ बिहा गर भन्नुहुन्छ, अनि ल त बाबा मम्मीको कुरालाई किन टाल्ने भनेर ल आइएम रेडी टु गेट म्यारेज भन्ने टाइपको हुन्छ होइन। तर छ त केटी होइन, अनि बाबाले पक ल अब हामी खोज्दैछु भन्नुहुन्छ। म विदेश कार्यक्रममा सिक्न बाहिर जान्छु अनि फेरि म हुँदा उहाँहरू हुनुहुन्न, अहिले युके हुनुहुन्छ उहाँहरू, फेरि आउनु होला म हुँदिनँ, अनि फेरि उहाँहरू हुनु होला म हुँदिनँ। घरको सल्लाह नभएर पनि यो बिहाहरू गरिरहेको छ। तपाईँले भर्खर भन्नुभयो कन्सर्टको सिसीमा कहीँ माया पुग्यो। मैले फेरि हालसालै एकदम रिसेन्टली 2-3 दिन अगाडि एउटा पत्रिकामा पढेको थिएँ, राजेश पायल राई जापान कन्सर्ट गर्न जाँदा जापानको दिदीसँग माया पिरेती भएर बिहा गर्न तयार छ अरे। यो चाहिँ कति सत्य हो? यो जस्ट पत्रिकाले यसै लेखिदिएको हल्ला हो कि साँच्चीकै? अब त्यस्तो छ, अब पत्रिकाले त्यतिकै लेखिदियो भने नि उसको विश्वसनीयतामाथि तपाईँहरूले फेरि मलाई ठड्याउनु होला। विश्वास लेख्यो भने नि मसँग विश्वासै छैन कि मेरो कसैसँग लक पऱ्यो होइन। हामी स्टिल म सिङ्गल छु, त्यो कारणले यसलाई एउटा ठट्टाको रूपमा लिइदिनुहोस्। भनेपछि यो कुरालाई हाम्रो दर्शकहरूले चाहिँ राजेश पायल माथि लेखिएको कुरा चाहिँ यो ठट्टा भनौँ? ठट्टा, एकदम ठट्टा, सपना थियो टुट्यो टाइपको। यहाँसँग फेरि एउटा म पर्सनल्ली जान्छु। जस्तो तपाईँ अब पहिला मोटो घाटो हुनुहुन्थ्यो होइन, अब अहिले स्लिम हुन्छ। यहाँलाई कस्तो फिलिङ्स भइरहेछ पहिलाको आफ्नो मोटोपन र अहिलेको स्लिमनेस? जुन स्लिमनेस अहिले अब नेपालमा चाहिँ होइन, नेपाल होइन विश्वभरि मान्छे मोटोहरू पनि अब जिम गरेर स्लिम हुन्छन्। यहाँ स्लिममा आइपुग्नु भएको कस्तो फिल भइरहेछ आफूलाई स्लिम बडी हुँदाखेरि? तर प्रायः दर्शकबिनहरूले चाहिँ मोटो घाटो राजेश पायललाई माया गरेको त्यस्तो पाएँ मैले बाहिर स्टडी गर्दा होइन। मैले चाहिँ फेरि तपाईँको ठिक उल्टो पाएँ। मैले चाहिँ ठिक उल्टो किन पाएँ भन्दाखेरि दुब्लो भइसकेपछि नै म दुबई, जापान र हङकङ सो गरेको मैले। त्यहाँ चाहिँ ठिक उल्टो पाएँ। सायद जापानमा मेरो पहिलेको बडी नदेखेर पनि हुनसक्छ। राजेश पाल राई त कस्तो निसी सुगोई, राजेश पाल राई यस्तो ह्यान्डसम टाइपको। अब म त पहिले पनि यस्तै नै थिएँ, पहिले पनि कालै हो, ओठ कालै हो, सिगरेट खाएर स्मोक खाएर म ढाँट्दिनँ। अहिले मात्र आई रेक्टिफाइड होइन।
म ड्रिङ्क्स गर्ने मान्छे नै मैले मिडियाको सामु कहिले पनि ढाड्दिनँ म र एकदमै सत्य बोल्छु जहिले पनि म कहिले पनि ढोङ गर्दिनँ म स्पष्टवादी मान्छे त्यो कारणले कतिपय मान्छेले घमण्डी पनि भन्नुहुन्छ कतिपयले कस्तो स्पष्ट बोलेको केही कुराहरू कोही त चेपारे हुन्छ नि तपाईँलाई मलाई म नमन परिरहेको छ भने सर यार क्या राम्रो तपाईँ भन्नुहुन्छ नि कोही चाहिँ मन परिरहेको छ र म व्यक्त गर्न नसक्ने चेपारे हुन्छ नि प्रशंसा गर्न नसक्ने तर म त्यस्तो छैन म प्रशंसा गर्न लायकको मान्छे छ भने प्रशंसा गर्न लायकको कुनै सुन्दरी छ भने म तपाईँ एकदमै राम्रो भन्छु नमन पर्छ तपाईँ ठिकै हो नै भन्छु कि उसको चित्त दुखोस् तर सोध्यो भने यदि उसले सोधेन त मैले ऊ कतिको राम्रो कि भनिराख्ने जरुरत पनि हुँदैन र नराम्रो भनिराख्ने जरुरत पनि हुँदैन तर मेरो हैसियतमा चाहिँ यो डाइटिङ गरेको शरीर नै मन परायो मलाई त नौलो अनुमति लागेको छ 2टा जीवन पाए जस्तो पनि भइरहेको छ कसैले तपाईँले क्या मोटो हुनुहुन्थ्यो रहेछ बाफ्रे कस्तो दुब्लाको भन्ने पनि छ कसैले चाहिँ ल के छ यसको राज म त यो त 1-2 लाख खर्च गरेर यस्तो भइरहेको छैन भन्नुहुन्छ के भन्ने म त अरू मान्छेहरूको क्वेसन एन्सरले पनि कहिलेकाहीँ त वाक्क दिक्क पनि हुन्छ कहिलेकाहीँ खुसी लाग्छ यही नै माया हो यही नै प्रेम हो यही नै त हो राजेश पाल राई भन्ने हुन्छ जस्तो अब तपाईँ हुन्छ नि अब तपाईँको रेकर्डिङ म्युजिकहरू हुन्छ होइन तपाईँ कन्सर्ट गर्न जानुहुन्छ तपाईँ कुन प्रिफर गर्नुहुन्छ कन्सर्ट तपाईँ कन्सर्ट गर्दाखेरि आफूलाई आनन्द फिल हुन्छ कन्सर्टमा गाउँदा कि स्टुडियोमा गाउँदा त्यो दुइटै मजा हुन्छ यो मात्रै मजा हुन्छ भन्न सक्दिनँ रेकर्डिङ गर्दाको अर्कै मजा हुन्छ त्यहाँभित्र होइन त्यो चाम अर्कै हुन्छ त्यहाँभित्र स्टुडियो यो फिल्मको रेकर्डिङ यो राय समालजीको लागि या त यो दिलीप रायमाझीको लागि भन्ने एउटा चाम हुन्छ होइन प्रोग्राममा हो भने राजेश पाल राई एउटा स्टार उफ्रिँदैछ होइन राजेश पाल राईको हरेक मान्छेहरू चिचाइरहेछ त्यो फिलिङ हुन्छ दुइटै मजा हुन्छ जस्तो छ नि अब तपाईँ सिङ्गर लगत्तै तपाईँ नायक पनि हुनुभयो कस्तो फिल भयो किनकि सिङ्गिङ र एक्टिङको फिल भनेको टोटल्ली डिफ्रेन्ट तपाईँ अब सिङ्गिङ एकैचोटि एक्टिङमा जाँदाखेरि अब जस्तो नेपालमा थुप्रै सिङ्गरहरू चाहिँ अहिले एक्टिङ गर्ने एक्टर बन्ने लहर लागिरहेछ होइन तपाईँ एकैचोटि एक्टिङ गर्दा ठुलो पर्दाको फिल्म खेल्नुभयो गुन्डाराज हाम्रो दर्शकबिनहरूलाई सायद थाहा छ होला फेरि पनि अवगत गराइदिउँ गुन्डाराज होइन कस्तो फिल भयो तपाईँलाई एज अ सिङ्गर मान्छे एक्टर बनेर आउँदाखेरि म्युजिक भिडियोहरूमा खेल्दा पनि एक किसिमले एक्टिङ त एक्टिङ नै गरिन्छ होइन त्यो कारणले मलाई नौलो अनुभव रहेन किनभने म फेरि फिल्म लाइनकै मान्छे भएको हुनाले सिङ्गिङ नागबेल चुठुले गरिब चलचित्रदेखिको म फिल्म लाइनसँग सम्बन्धित भएको कारणले पनि त्यस्तो नौलो त अनुभव रहेन तर उदय सुब्बाजी डाइरेक्टर साहब जो गुन्डाराजको डाइरेक्टर हुनुहुन्थ्यो राजेशजी यस्तो यस्तो रोल छ काम गर्नुहुन्छ भन्नुभयो मैले नाइ नबनिकन काम गरेँ किनभने उदय सुब्बा यस्तो व्यक्ति हो मलाई चलचित्र सङ्गीतकारको रूपमा प्रथम पटक उभ्याउनु भएको डाइरेक्टर उहाँ नै हो फेरि नायकको भूमिकाको लागि अफर गर्ने व्यक्ति पनि उहाँ नै हो भनेपछि मसँग केही चिज देख्नुभयो होला अनि मैले नाइ नबनिकन काम गरेँ तर अनुभव अप्ठ्याराको हिसाबमा चाहिँ गीत गाउनु नै थोरै सजिलो हो कि भन्ने महसुस गरेँ किन तपाईँलाई एउटा उदाहरण दिन्छु म गुन्डाराज चलचित्रमा एउटा मेरो उमा भन्नेसँग लभ परे हुन्छ मैले उसलाई आई लभ यु उमा म तिमी बिना बाँच्न सक्दिनँ उसले बिहा गर्नु कचकच गरेर हुन्छ कि अनि म तिमीलाई बिहा गरिहाल्छु नि 1 वर्षपछि उमा भन्ने सिन गर्नुको लागि मलाई 1 दिन लाग्यो कि अनि ओहो एक्टिङ गर्नु अप्ठ्यारो रहेछ भन्ने मलाई चाहिँ लाग्यो अब जस्तो तपाईँ त्यो फिल्म खेल्ने बेलामा मोटो हुनुहुन्थ्यो होइन अब अहिले स्लिम हुनुहुन्छ के तपाईँको सोच कस्तो छ पायो भने अझै फिल्महरू एक्टिङ गर्छु जस्तो होइन अफर मैले कहिले पनि गर्दिनँ भनेको थिएन जस्तो मलाई चलचित्र कानुनमा अफर आएको थियो म युके बसाइको क्रमले गर्दा काम गर्न पाइनँ होइन युके 6 महिना बस्नु पर्ने भयो कन्सर्ट गर्दा गर्दै 6 महिना बितेछ मलाई पनि त्यत्रो बस्छु भन्ने थिएन त्यो फिल्म गर्न पाएन अब एउटा मुभी सायद चाँडै नै गर्छु होला या त धेरै मान्छेहरूले अफर गरिरहेको छ अहिले झन् मेरो राजपाल राईजी ल तपाईँको भमै क्रेज छ यति बेला फिल्मबाट पनि कमाऊ कि भनेर जिस्काउनुहुन्छ अब सायद उहाँहरूले जिस्काउनु भएको हो या खेलाउन चाहनु भएको हो त्यो थाहा भएन तर मैले पनि फिल्म बनाउने सोचहरू बनाएको छु हेरौँ अब यो शरीरले कहाँसम्म साथ दिन्छ जस्तो अब तपाईँको पर्सनल कुरालाई छोडेर एकछिन सङ्गीततर्फ सबै व्यक्तिको एउटा फेभरेट हुन्छ जस्तो मेरो फेभरेट सिङ्गर तपाईँ हुनुहुन्छ होइन जस्तो
तपाईको पनि कोही त्यस्तो फेभरेट सिङ्गर छ तपाईको कुनै? छ, सुनिधि चौहान एकदमै मनपर्छ मलाई। सुनिधि चौहान मान्छे मात्र होइन, उसको स्वर पनि मनपर्छ मलाई। नुरा जोन्स मनपर्छ, एब्रिल, फेरि केटी केटीको नाम दियो भन्नु होला। हुनुहुन्छ नेपालकै कोही सिङ्गर? नारायण गोपाल दाई, बच्चु कैलाश दाई, दीप श्रेष्ठ दाई, अरुण थापा दाई मनपर्छ मलाई। अनि किशोर कुमार, उदित नारायण झा मनपर्छ। जस्तो अब तपाईँले थुप्रो गीतहरू गाइसक्नु भयो होइन, तपाईँको थुप्रो गीतहरू हिट छन्। तपाईँलाई कहिले कुनै त्यस्तो नेपाली कुनै गीत छ काश यो गीत चाहिँ मैले गाउन पाएको भए भने, कुनै अरू सिङ्गरले गाउनु भएको गीत चाहिँ मलाई यो गीत चाहिँ मैले गाउन पाएको भए हुन्थ्यो भन्ने त्यस्तै कुनै गीत छ? त्यस्तो लोभ छैन, अर्काको गीत गाएर मलाई लोभ छैन। मेरै गीत चाहिँ बरु छ मलाई। यौवनको बाढी हजुर आवेशमा तर्नु हुँदैन, नुन घिउले आगोसँग ख्याला ठट्टा गर्नु हुँदैन भन्ने बोलको गीत चाहिँ मलाई फेरि गाउनु पाए हुन्थ्यो कि जस्तो लाग्छ। त्यो गीत नारायण रामाजीको प्रीति भन्ने एल्बममा छ। त अब तपाईँ धेरै पश्चात हङकङ आउनुभयो। हाम्रो हङकङको दर्शकबिनको लागि नयाँ कोसेली केही लिएर आउनु भएको छ कि या योपालि यतिकै साङ्गीतिक यो कन्सर्टको सिलसिलामा खाली हात आउनु भएको छ? तपाईँहरूको सामु राजपाल राई नै उपस्थित छ होइन, यति ह्यान्डसम टाइपको छ। डिभिडी यसपालि निकालेको छु मैले मेरै कम्पनी आरपिआर इन्टरटेनमेन्टबाट। डिभिडी 24-25वटा गानाहरू त्यसभित्र सङ्ग्रहित छन्। लगायत अब जदो भाग्दै बजारमा ल्याएको छु। अब चाँडै आउँदैछ दर्शन नमस्ते र राइज किङ आउँदैछ, नयाँ उपहार स्वरूप त्यही हुनेछ। त्यो चाहिँ अब तपाईँको रेकर्डिङ सिधिसकेको छ। काठमाडौँ गएर मुटु चुडाइलानीलाई मन चोरी भाइलाई, मुटु चुडाइलानीलाई सम्झना छ भनिदिनु, धेरै धेरै माया भन्दिनु, सम्झना छ भनिदिनु, धेरै धेरै माया भन्दिनु। तब तपाईँले आफ्नो यो जानकारी दिनुभयो। जस्तो अब अस्ति तपाईँ मूलबाट साँझको लागि आउनु भएन, मैले त्यहाँ यस्तो सुने, यस्तो थाहा पाएँ कि अर्गनाइजरहरू नै छक्क पऱ्यो एउटा दर्शकको सहभागिता देखेर। त्यहाँलाई कस्तो लाग्यो? एउटा सानो हलमा पनि होइन दर्शकको सहभागिता कस्तो लाग्यो? मलाई त ठिकै लाग्यो। अहिले त राजपाल राईको सोजहरू नेपालमा 1,40,000, 80,000, 20,000 रेकर्ड कायम राखिरहेको छ। मेरो सोजहरू हरेक अर्गनाइजरहरू उदेक आश्चर्यजनक भइरहेछ। त्यो म पनि आश्चर्यजनक नै छु, किन मेरो सोमा यति मान्छेहरू उर्लिरहेको छ, के शक्ति छ त्यस्तो भइरहेछ। मतलब यो 1-2 वर्षको पिरियड यो जुन अहिले भइरहेको, जस्तो तपाईँ बेलडाको कन्सर्ट हेर्नुहोस्, त्यहाँ 1,40,000 माथि छ। धनकुटाको कन्सर्ट हेर्नुहोस् 20-25,000 भन्दा माथि छ। तेह्रथुमको कन्सर्ट हेर्नुहोस्, त्यहाँ पनि 10,000 भन्दा माथि छ। बिर्तामोडको कन्सर्ट 10,000 भन्दा माथि छ। किन यस्तो भइरहेछ? जस्तो हङकङमा त प्रायः भइ नै रहन्थ्यो, तर उहाँहरूले मलाई बताएअनुसार चाहिँ हाम्रो टार्गेट भनेको मूल बाटो साँझ 250 होला या त 100 होला भन्नुहुन्थ्यो। त्यो भनाअनुसार चाहिँ आश्चर्य नै मान्नुपर्छ। र म प्रति देखाउनु भएको यो मायालाई म कहिले पनि बिर्सने छैन। एकदमै आइ एम ग्रेटफुल टु एचकेएस अडियन्स। मेरो अडियन्सहरूप्रति म आभार व्यक्त गर्न चाहन्छु। फेरि म तपाईँको पर्सनल लाइफमा छिर्न चाहन्छु। एकदम पर्सनल एकदम खुल्ला भनेको सुनिन्छ राजेश पायल राईले काठमाडौँमा चाहिँ आफ्नै आमा बाबाको सहयोग बिगर आफ्नै पर्सनल्ली चाहिँ घर किन्नु भएको थियो। जस्तो दिनमा रेकर्डिङमा यहाँले कति आम्दानी हुन्छ? यहाँको आम्दानी हुन्छ कहिलेकाहीँ 21,000 हुन्छ, कहिलेकाहीँ नेपाली, हजुर, कहिलेकाहीँ ठन्डाराम पनि हुन्छ, कहिलेकाहीँ 14,000 हुन्छ, कहिलेकाहीँ 18,000 हुन्छ। 21,000 जस मिनिमम नेपाली 18,000 14,000 चाहिँ मिनिमम बस्छ दिनमा। हजुर, भन्नाले यहाँको इन्कम राम्रो हुने चाहिँ भनौँ यहाँले चाहिँ काठमाडौँमा चाहिँ आफैले घर किन्नुभयो? छ नि, त्यसमा पनि थोरै लोनहरू छ, तर लोन तिरिसके भन्दा पनि हुन्छ। अब चाहिँ छ एउटा
बस्ने ठाउँ बनाएँ। पत्रिकाको अनुसार निकै हाई रकमको घर किन्नुभयो भने कति जति? होइन, अहिले बेच्दा मात्रै हाई रकम भएको, अहिले चाहिँ 60-70 लाख पर्दो सायद त्यो घरलाई। तर म त्यो घरलाई त्यति ठुलो महत्त्व दिन्न। म चाहिँ मेरो गीत प्रति माया गर्ने श्रोताहरू दर्शकहरूलाई पनि धेरै ठुलो महत्त्व दिन चाहन्छु कि विदाउट अडियन्स आइ एम नथिङ। सो मलाई राजेश राय बनाउने नि सब तपाईँहरू अनि जसले यो मलाई हेरिरहनु भएको छ उहाँहरूले हो। त्यो घर त पछि केही पर्यो भने बेच्नु पनि पर्छ, धेरै कमायो भने फेरि जोड्नु पनि पर्छ। तर गीत सङ्गीत भनेको टुक्रिएपछि टुक्रिन्छ, जोड्नु मिल्दैन। नराम्रो गीत भने नराम्रो गीत नै हुन्छ, राम्रो गीत भने नै 25 समेतको लागि हुन्छ। त्यो मात्रै कोसिस चाहिँ मेरो जारी रहन्छ। जस्तो छ नि अब वर्ल्डकै सेलिब्रिटिजहरूलाई हेर्दा सबैले आफ्नो एउटा फिक्स प्राइस बनाएको हुन्छ नि। जस्तो अब भर्खरै मैले सुने अब सलमान खानले एउटा सो गर्यो भने 1.5 करोड लिन्छ भने, जस्तो तपाईँले पनि आफ्नो एउटा फिक्स प्राइस राख्नु भएको छ। म एउटा कन्सर्ट गर्नु भने मलाई 1,50,000 चाहिन्छ, म त्योभन्दा तल आउँदिनँ, त्यस्तो कुनै फिक्स प्राइस राख्नु भएको छ? छैन, त्यस्तो छैन। अब जस्तो अस्ति जापान गऱ्यो, त्यहाँ 7 लाख दिनुभयो होइन, 7 लाख कमायो। अब कुनै देश फेरि यस्तो हुन्छ, जस्तो युके 9 महिना बसेँ म, 6 महिना बसेँ, त्यति बेला फेरि 12 लाख ल्याइयो। अब फेरि सबै देश 12 लाख मागेर त भएन, अनि फेरि सबै देश 1 लाख मात्र मागेर पनि पुगेन। अब जस्तो इन्डियामा कति माग्ने त होइन, 1 लाख माग्ने त त्यहाँ त सायदै कम देला, 1 लाख त नदेला। 1 लाख भनेको 1,60,000 को होइन। अब त्यो हिसाबले अब त्यहाँ अब कति माग्दा देश अनुसार हेरिन्छ, अनि देश अनुसारमा कति अडियन्सले राजेश रायलाई हेर्छ। राजेश रायलाई अब कति ठाउँ त होटल रेस्टुरेन्टमा डान्स पार्टी टाइपको गर्नु हुन त मैले डान्स पार्टी टाइपको गरेको छैन। डान्स पार्टी गर्दा 50-60 जना मात्रै हो त, 50-60 जनालाई मैले सो गरेँ भने त्यसको कति खर्च उठ्न सक्छ? कति पनि उठ्दैन होइन। त्यो कारणले मेरो चाहिँ फिक्स छैन। इन्डियाको चाहिँ अब ठुलो मार्केट छ, ठुलो पिपल छ, लाइक जहीँ पनि हुनुहुन्छ उहाँहरू। हाम्रो त त्यस्तो छैन। ल जोर्डानमा डान्स पार्टी गर्ने भन्यो भने त्यहाँ त्यो डान्स पार्टीमा रेस्टुरेन्टमा 50-60 जना भन्दा अट्ने ठुलो रेस्टुरेन्ट पनि हुन्न होइन। त्यो कारणले मेरो चाहिँ रेट छैन, साँच्चै भन्नुपर्दा। देश हेरेर हजुर। अब मूलबाटो.com ले कति दिन सक्छ? ल 400 अडियन्स भयो भने 100 रुपियाँ 200 रुपियाँको टिकटले कति उठ्न सक्छ होइन। ठिक छ, सक्यो त्यसलाई हामी 2 लाखै लिउँ, त्यसरी हेर्न सकिन्छ। जस्तो अब गायक जे कुरामा नि कम्पिटिसन हुन्छ नि, कम्पिटिसन नभइकन त्यति फेमस पनि भइदैन। जस्तो तपाईँ आफ्नो कम्पिटिटर कसलाई ठान्नुहुन्छ? किनकि राजेश राईलाई म अहिले व्यक्तिगत भन्नुपर्दा हि इज अ भर्सेटाइल सिङ्गर, म चाहिँ भर्सेटाइल सिङ्गर भन्छु होइन। जस्तो तपाईँले को देख्नुहुन्छ आफू? म जस्तै तपाईँ जस्तै कम्पिटिटर अब कसलाई ठान्नुहुन्छ? म त कोही पनि देख्दिनँ होइन, किनभने धेरै वर्ष भइसक्यो मेरो गीतले मलाई नै काट्नु परिरहेको छ कि। जस्तो पहिले गाउँ बेसीमा फुले एकदमै हिट थियो, फेरि नौजाले मायाले आयो, नौजाले मायाले एकदमै हिट थियो, फेरि सिरे फुला शिरबन्दी आयो होइन। सिरे फुला शिरबन्दी फेरि तिमी जस्तै सुभाइ, आफ्नो गीतले आफैलाई माइनस गरिरहनु पर्ने स्थिति भइरहेछ अहिले होइन। जस्तो चलचित्रमा क्यारम मारो मायाले हिट थियो, अहिले फेरि सागर सरी चोकमा आफ्नै गीतले आफैलाई काट्नु परिरहेछ। अब यो एकदम हिट भइरहेछ मेरो गानाहरू अहिले। त्यो गानालाई पक्कै पनि फेरि मेरै गानाले काट्नु पर्ने स्थिति छ कि। मेरो दर्शन नमस्ते या जदो भाग्दै कहिले बल्लै भेट भयो आदाङमे भन्ने बोलको गीत लिम्बुवान जातिको यति उत्कृष्ट गीत बनेको छ। लिम्बू जातिहरूले पक्का पुजै गर्नुपर्ने गीत बनाएको छ। जदो भाग्दैमा बल्लै भेट भयो आदाङमे मन खोली आँसो न, जनाउ आफ्नो संस्कृति यालाङ्ग नाचौँ न भन्ने बोलको गीत, त्यसले फेरि अर्को गीतलाई काट्दैछ। त्यो कारणले मेरो कम्पिटिटर कोही छैन जस्तो लाग्छ। कसैले यदि मलाई प्रतिस्पर्धी मान्छ भने त मेरो भन्नु केही पनि छ। जस्तो छ नि अब हामीले हेर्दाखेरि अब रबिन या न्यू रिभोल्युसनको रबिन दाजुलाई हेऱ्यो भने उहाँ रक फिल्डमा मात्रै फेमस हुनुहुन्छ होइन। जस्तो तपाईँ अब आधुनिक गीत पनि गाउनुहुन्छ, फिल्मको गीत पनि गाउनुहुन्छ, तपाईँको अल टाइप सबै खाले गीत छ होइन। तपाईँलाई चाहिँ आफू कुन सिङ्गर भन्न चाहनुहुन्छ आफूलाई? त्यही नै हो, भर्सेटाइल सिङ्गर। म को रक होइन, रक मात्रमा सीमित राख्न चाहन्न र रक सिङ्गर भन्न पनि चाहन्न आफूलाई।
म लोक सिङ्गर मात्र पनि भन्न चाहन्न आफूलाई, तर गीत गाएको छु मैले, रक पनि गीत गाएको छु होइन। एक्सक्युज मी, एउटा कुरा गर्नु थियो शरापाम अरे डारी डारी डा, ओ प्लिज आज मौका पर्या थियो डराबाम भोलि भेटुला, यस्तो टाइपकोदेखि लिएर बल्ल भेटो आउँदा मन खोली हाँसौन, लाइक आफूलाई चाहिँ म भर्सेटाइल सिङ्गर भन्न रुचाउँछु। त्यो सायद सबै नेपाली सिङ्गरहरूमा सायद नभएको पनि हुनसक्छ कि छ पनि, बा उहाँहरूले देखाउन नसकेको पनि हुनसक्छ। तर आफूले चाहिँ अरूको विषयमा म केही बोल्न चाहन्न, तर आफूले चाहिँ राम्रो सिङ्गर, लाइक लोकगीतलाई पनि न्याय गरिरहेको, गजललाई पनि त्यतिकै न्याय गरिरहेको, पप गीतलाई रक गीतलाई पनि त्यतिकै न्याय गरिरहेको, I'm down without you, I'm crying without you, oh baby you are my belly button, यो टाइपको हिपहप एन्ड R&B टाइपको गानाहरू गाउने चाहिँ म हो कि होइन नेपालमा। त्यही भएर पनि धेरै मान्छेले भर्सेटाइल राजेश पाल राई भनेको हो कि, मलाई भर्सेटाइल भनेकै इच्छा लाग्छ, लाइक लाग्छ। राजपालजी कुराकानीकै सिलसिलामा मलाई एउटा कुरा याद आयो कि तपाईँको सिरै फुलो शिरबन्दी एकदम हिट भएको गीत होइन, त्यो गीत चाहिँ एकदम एक ताका चाहिँ लिम्बू जातिहरूले चाहिँ हाम्रो संस्कृति या के चिजलाई म त्यो भन्न जान्दिनँ, त्यो कुरालाई चाहिँ उल्ट्याइदियो राजेश पाल राईले भनेर विवाद निस्क्यो। फेरि अहिले त्यही गीतलाई चाहिँ उहाँहरूले अब हिट भएर चाहिँ अहिले उहाँहरूले ओ राजेश पाल राईले चाहिँ हाम्रो यो लिम्बू जातिलाई पनि एउटा राई भएर पनि लिम्बू जातिको गीत गाएर हाम्रो संस्कृतिलाई हिट गर्यो भन्ने, त्यो कुरामा हाम्रो दर्शकदिनहरू चाहिँ कतिजना चाहिँ कन्फ्युज हुनुहुन्छ के हो यो भनेको स्पष्ट पारिदिनुहोस्। स्पष्ट के पार्न चाहन्छु भनेदेखि मैले त्यति बेला पनि भनेको थिएँ, जसले विरोध गर्नुभयो तपाईँहरू आफ्नै जातिलाई विरोध गर्दै हुनुहुन्छ, तपाईँहरू आफ्नै खुट्टामा बन्छ र हान्नु हुनुहुन्छ, मैले त्यति बेला व्यक्त गरेर म धेरै बोल्न पनि चाहिनँ, किनभने म मौन नै बस्नु चाहेँ, किनभने म राइट थिएँ, त्यो कारणले म कहिलेकाहीँ राइट मान्छेहरू मौन नै बस्छ र जित्छ पनि कि। मैले उहाँहरूलाई पनि त्यही भने, मैले लिम्बू जातिको पालम भनेको छु, पालममा आधारित गीत हो, हामीले खालि यसलाई मोडर्नाइज गरेको, हामीले मोडर्नाइज गर्न सकिन्छ संस्कृतिलाई, त्यो संस्कृतिलाई आधार मानेर यावत चिजहरू बाटो फराकिलो बनाउन सकिन्छ। सोही ढोले सोही अर्को ढोले खोइ भन्न सकिन्छ कि, सोही ढोले सोही अर्को ढोले खोइ यो पनि भन्न सकिन्छ, किनभने तर त्यसको बाटो एउटै हो। बाटो चाहिँ राजेश पाल राईले खालि फराकिलो र अलि भिजनयुक्त ठाउँमा गन्तव्यसम्म पुगौँ भन्ने चाहिँ चाहेको थियो। त्यो सिरे फुला मार्फत मलाई गाली पनि गर्नुभयो, तर खुसी लाग्छ आज त्यही चिज जित्नुभयो, त्यही चिज लिम्बू जातिहरूले गर्व गर्नुहुन्छ है, हाम्रो है पालम भन्नुहुन्छ। अनि एक किसिमले खुसी लाग्छ कि राजेश पाल राई मात्र पनि कहिलेकाहीँ तिता नमिठा लालसनाहरू लाग्ने गर्छ होइन, तर त्यो व्यर्थको लाग्ने गर्छ, अर्थको लागि त राम्रै हुन्थ्यो होइन, नखाएको विष लाग्दा कहिलेकाहीँ दुःख त लाग्ने स्वाभाविक। आज हेर्नुहोस् उहाँहरूकै मैले बल्लै भेट्दा आदामले तागेरा निङमा फो पाउमा शीर्षकले छोएर जनाऊ आफ्नो संस्कृति, यस्ता चिजहरू मैले लेखेको छु। तागेरा निङमा फो जो सृष्टिकर्ता हाङजाङ तानबा मेखलीले होइन जो लगाउने धेरै चिजहरू, यालाङ्ग नापन यालाङ हात समातेर नाच्ने ती शब्दहरू नत्र नि कुनै राईको छोराले या त कुनै अरू सिङ्गरले एबिसी गायकले गाओस् त म सल्युटै गर्छु, तर मैले म आफू लिम्बू तर म आफूलाई त्यति बेला चाहिँ लिम्बूको छोरा सम्झिँदैन, किनभने गायकको धर्म त्यो सम्झन्छु। त्यो कारणले पनि राजेश पाल राई अरू सिङ्गरहरूभन्दा फरक पहिचान भएको सिङ्गर हो। राजेश पाल राईज्यू हाम्रो अनलाइन भिडियो म्यागजिन JPTSK.com लागि छोटो समय दिनुभयो, हङकङमा आएर, थाहा छ यहाँ अति व्यस्त हुनुहुन्छ र पनि छोटो समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। र हाम्रो यो प्रोग्राम हेरेर बसिरहनु भएको दर्शकदिनहरूलाई JPTSK.com मार्फत के भन्न चाहनुहुन्छ? यतिन्जेल लगन गर्नुभयो, जहिले पनि लगन गर्नु होला हुनु चाहिँ मेरो तर्फबाट यही रिक्वेस्ट छ, जहिले पनि सत्यको पछाडि लागौँ। कागले कान लग्यो भन्दामा कागको पछाडि नकुदौँ, काग
कान पहिले थामो भन्न चाहन्छु। त्यसको अर्थ तपाईँहरू बुझ्नुहुन्छ, मैले बुझाइराख्नु जरुरत छ जस्तो लाग्छ र तपाईँहरूले मेरो मन प्रत्यक्ष मनको कुराहरू राख्नु दिनुभएकोमा तपाईँ लगायत क्यामेराम्यान जेपीडी ग्रुपलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, धेरै धेरै आभार व्यक्त गर्न चाहन्छु र संसारभरि हेरिरहनु भएको सम्पूर्ण दर्शकवृन्दलाई नेपाली म्युजिकलाई माया गरिदिनुहोस्, पाइरेसीबाट बच्नुहोस्। नेपाली म्युजिकलाई माया गर्नु भनेको स्वत राजेश पावडालाई माया गर्नुपर्ने हो। त जाँदा जाँदा एकचोटि तिमी जस्तै सुभाषी गीत दुईलाई। मेरो मनले तिमीलाई रोज्यो, मैले के गरौँ हो भन के गरौँ, मैले के गरौँ हो भन के गरौँ। नगरको मोया कसैले बढिलो बढिलो निष्ठुरी मायाले रुवायो, निष्ठुरी मायाले रुवायो, बैमानी मायाले ठगायो हजुर। घरको बनायो ओ बाँचु कि मरु मरनी हजुर। निष्ठुरी मायाले रुवायो, 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 बैमानी मायाले ठगायो हजुर। घरको नखाको बनायो हजुर ओ बाँचु कि मरु मरनी हजुर। सुखी